हेलो गाइज, स्क्रिन मिररिङ गर्नुको लागि पनि एपहरू बाई गर्नुपर्ने हुन्छ, जुन चाहिँ मैले डुअन एप बाई गरेको छु र म यो देखाइरहेको छु। यसमा चाहिँ मलाई के प्रब्लम आयो भने जब म युट्युब ओपन गर्छु तब मेरो यो स्क्रिन मिररिङ एकदम प्रपरली वर्क गरिरहेको छ। जब म पब्जी खेल्छु तब मेरो साउन्डको प्रब्लम आइरहेको छ, जुन चाहिँ मेरो मोबाइलमा चाहिँ साउन्ड आइरहेको छ तर ल्यापटपमा साउन्ड गइरहेको छैन। यो प्रब्लम मेरो एन्ड्रोइड फोनमा आइरहेको छ। तर मैले आइफोन युज गरेँ भने मेरो प्रपरली युट्युबमा प्लस गेममा दुइटैमा मेरो साउन्ड आइरहेछ, जुन चाहिँ ल्यापटपमा पनि गइरहेछ र मेरो मोबाइलमा पनि साउन्ड आइरहेको छ। यो चाहिँ मैले थोरै यतिकै देखाएको मात्रै हो, जुन चाहिँ एन्ड्रोइड फोनबाट खेलिरहेको थियो र मेरो यसरी साउन्डको प्रब्लम आयो भनेर। अब कसरी फिक्स गर्ने भन्दा चाहिँ तपाईँहरू सिम्पली आफ्नो ब्राउजरमा जानुपर्ने हुन्छ र ब्राउजरमा गइसकेपछि O+ कनेक्ट सफ्टवेयरलाई डाउनलोड गर्नुपर्ने हुन्छ। तपाईँहरूले O+ कनेक्ट सफ्टवेयर डाउनलोड गर्नु भइसकेपछि सिम्पली साइनअप गर्नुपर्ने हुन्छ। साइनअप गर्दाखेरि यसरी 3टा अप्सन आउँछ, जुन चाहिँ OnePlus, Oppo र Redmi को अप्सन आउँछ। तपाईँहरूको यो 3टा फोन बाहेक अरू कुनै फोनमा यो स्क्रिन मिररिङ हुँदैन। तपाईँहरूले सिम्पली एड प्लस डिभाइसमा दाबिसकेपछि यसरी कनेक्ट USB मा दाब्नु होला। यहाँसम्म गइसकेपछि तपाईँहरूले आफ्नो फोनलाई डेभलपर अप्सन अन गर्नुपर्ने हुन्छ। सिम्पली तपाईँहरू आफ्नो फोनलाई ओपन गर्नुहोस्, एबोर्ड फोनमा जानुहोस्, त्यहाँदेखि भर्जनमा जानुहोस्, भर्जन नम्बरमा जानुहोस् अनि भर्जन नम्बरमा गएपछि 5 चोटि ट्याप गरेर तपाईँहरूले डेभलपर अप्सन अन गर्न सक्नुहुन्छ। त्यहाँदेखि सिम्पली सर्चमा जानुहोस्, ब्याक गरेर सर्च गरिसकेपछि तपाईँहरूले डेभलपर अप्सनलाई सर्च गरिसकेपछि त्यहाँदेखि डिबगिङलाई सर्च गर्नुहोस्। डिबगिङ तपाईँहरूको अन हुनुपर्छ। USB डिबगिङ अन भइसकेपछि तपाईँहरूले सिम्पली आफ्नो ल्यापटपमा USB केबललाई प्लगइन गर्नुहोस् र आफ्नो मोबाइलमा पनि प्लगइन गर्नुहोस्। प्लगइन गरिसकेपछि यसरी नोटिफिकेसन आउँछ, नोटिफिकेसनलाई तान्नुहोस् तल। तानिसकेपछि तपाईँले यसरी यहाँ फाइल ट्रान्सफर र एन्ड्रोइड अटोमा ट्याप गर्नु होला। केही सेकेन्ड वेट गर्नु होला। यसरी कनेक्टको अप्सन आउँछ ल्यापटपमा कनेक्ट गरेपछि केही सेकेन्ड फेरि वेट गर्नु होला। यसमा एउटा सानो पपअप आउँछ, जुन चाहिँ कनेक्ट गर्नुको लागि भन्छ। यो कनेक्ट भइसकेपछि तपाईँहरूको ल्यापटपको स्क्रिनमा केही चेन्जेस हुन्छ, जुन चाहिँ मोबाइल कनेक्ट भयो भनेर देखाउँछ, जुन चाहिँ यसरी देखाउँछ। यसरी मेरो OnePlus 15 कनेक्ट भयो भनेर देखायो र यसमा स्क्रिन कास्ट गर्नुको लागि चाहिँ स्क्रिन कास्टको अप्सन हुन्छ, त्यहाँनिर एकचोटि दाब्नुहोस्। त्यहाँनिर दाबिसकेपछि तपाईँहरूको फेरि अर्को स्क्रिन खुल्छ। केही सेकेन्ड वेट गर्नु होला। कास्ट नाउ यहाँदेखि गर्नुपर्ने हुन्छ, जुन कास्ट नाउ गर्नुको लागि तपाईँहरूले सिम्पली त्यहाँनिर कास्ट नाउ गर्न सक्नुहुन्छ। त्यहाँनिर कास्ट नाउ गरिसकेपछि मोबाइलमा यसरी पपअप आउँछ, इन्टर स्क्रिन गर्नु होला। त्यहाँदेखि कास्ट गर्नुपर्ने हुन्छ। कास्ट भइसकेपछि स्क्रिन मिररिङ भइसकेपछि सिम्पली तपाईँहरूले आफ्नो खेल्न सक्नुहुन्छ। यो चाहिँ तिनवटा फोन बाहेक अरू फोनमा चल्दैन र प्लस यसको एडभान्टेज चाहिँ के हो भने 20K प्लस 120 FPS सम्मको फुल HD क्वालिटी यसमा यो अनलिमिटेड हो, फ्री हो। इन्जोय गर्नुहोस्। यदि मन परे सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।